सुरु भयो। यहाँ फोटो खिच्दै हुनु त भाइ। पहिला यो म्युजियम त होइन, यो म्युजियम हो म्युजियम। यो चाहिँ के? ओ माई गड, बाइबल ल हेर्ने। यहाँनिर यो गुफाभित्र छिरेपछि यहाँ एउटा बाइबल राखिदिनु भएको रहेछ। यहाँ द होली बाइबल बाइबल यसरी राखिएको छ र यहाँ देख्न सकिन्छ। यहाँ म्युजियम रहेछ। यो एकदमै पुरानो पुरानो कुराहरू, हामीले 800 वर्ष पुरानो घरहरू पनि हेऱ्यौँ। अनि यो गुफाभित्रको ठाउँ है, यहाँ हेर्नुहोस् एकदमै पुरातात्विक, एकदमै पुरानो पुरानो सामानहरू यहाँ राखिएको छ। अनि यो झोला हुनुपर्छ सायद। यो छाला जस्तो छ, के को हो थाहा भएन। त्यहाँ भित्र चाहिँ के छ? यो सिसाभित्र त्यो पहिलाको मोटकाहरू होला, पानी खाने भाँडाहरू। यो चाहिँ त्यो हाम्रो डाबु बनाउनु यस्तो पुरानो पुरानो चिजहरू यहाँ देख्न पाइन्छ है। यो गुफाभित्र छिरेपछि यस्ता नहुँदा यहाँ पस्न नसुकाउनु होला। र यहाँ चाहिँ सपोर्टेड बाई केएसएफ के लेखेको छ। अब हामी माथितिर जान्छौँ। ल चढ्न ल अब अझै माथितिर है तपाईँको यसरी यहाँबाट बाहिर, गुफाबाट बाहिर देखिने हेर्नुहोस्, मुसँग बाहिर देखिन्छ यो। हामी यहाँ गुफाबाट माथि 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 उक्लिँदैछौँ। यहाँ भित्रभित्र पुरै गुफै गुफा छ है। हेर्नुहोस् न, पुरै गुफै गुफा छ। एकदमै ऐतिहासिक ठाउँ छ यो। पहिला यहाँ राजाको दरबार चाहिँ अन्धकार यस्तो यो खतरा ठाउँ देखियो कि जीवनमा यस्तो ठाउँ अहिलेसम्म देखेको थिएन। यहाँ चाहिँ उज्यालो रहेछ है, यहाँ उज्यालो रहेछ हेरेर। यो यसो हेर्दाखेरि माटोबाट बनेको यो अलिक कच्चा जस्तो पनि देखिन्छ। यहाँ बसिराख्नु त खतरा पनि हुन्छ होला सायद। अब यो पक्कै पनि मान्छेले नै निर्माण गरेको हुनुपर्छ। यहाँ चर्किसकेको छ त्यहाँनिर हो। अब यहाँबाट बाहिर हेर्नु त मिल्छ, तर त्यहाँ जान त्यति त्यताबाट झर्ने हो क्या। अब यस्तो जता पनि गुफै गुफा, यो पक्कै पनि यो हाम्रो पुर्खाहरूले कुनै न कुनै कार्य गर्नको निम्ति यहाँनिर, मैले सुनेअनुसार यो चाइनिजहरूसँग युद्ध पर्दाखेरि यो ठाउँमा आएर लुकेर युद्ध गर्ने गर्थे भन्ने कुरो सुनिन्थ्यो। ल अब हामी यहाँबाट तल तल जान्छौँ।